इमोसनल रूपमा आफूलाई कन्ट्रोल गर्न नसक्दा कहिलेकाहीँ आफन्तलाई नै हानि हुन्छ भन्ने कुरा अघिल्लो बुहारी एपिसोडले सिकाएको छ। साथीहरू, अघिल्लो एपिसोडमा प्रहरी छानबिन गर्न जाँदा मुना र कमलाले हामी चाहिँ चुपचाप बस्नुपर्छ, केही कुरा पनि फुत्काउन हुँदैन, जे भए पनि उसले हाम्रो ज्यान बचाएर हामीलाई धर्म गरेको छ अनि पापी कंशहरूको हत्या गर्दै भए पनि एउटा न्याय चाहिँ दिएको छ है हजारौँ चेलीलाई भन्ने कुरा महसुस गरेर उनीहरू चाहिँ कुरा नफुत्काउने अवस्थामा बसेका थिए। तर प्रहरीले भावनात्मक रूपमा खेल्न थालिसकेपछि हतार सुशीलाले कुरो फुत्काइहाल्छिन्। हो, त्यसपछि यति बेला राम चाहिँ पक्राउमा परेका छन्। तर रामलाई चाहिँ मलाई लाग्छ प्रहरीहरूले जेलसम्म पुर्याउन सक्दैनन्, किनभने रूपा र अन्य चेलीहरूको ग्याङ पनि छ जुन रूपाले चाहिँ लामो समयदेखि रामलाई अप्ठ्यारो पर्दा सहयोग गर्दै आएकी छिन्। अब यो अवस्थामा पनि मलाई लाग्छ रूपाले नै उद्धार गर्नेछिन्। अनि साथीहरू, यति बेला रामले बिक्की विशाललाई सजाय दिए। यता दुर्गा आमा सुर्ती र मालतीको पनि एउटा आँखो फुटाइदिएका छन्। र अघिल्लो एपिसोडमा भन्दै थिए यिनीहरूलाई म किन बाँचेछु भन्ने गरी दुःख दिन्छु भन्दै थिए। तर पछिल्लो समय प्रहरीले पक्रिसकेपछि चाहिँ यिनीहरूको दादागिरी झन् बढ्दै गएको छ। यति बेला चाहिँ कमला र मुनाको बिहे जबरजस्ती भए पनि जसरी भए पनि गराएरै छाड्छु भनेर लागि परेका छन्। यिनीहरूलाई पनि अब थप सजाय दिन आवश्यक छ। त्यस हिसाबले पनि राम चाहिँ छुट्न जरुरी छ। तपाईँ पनि राम छुट्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने चाहिँ भिडियोलाई लाइक गरेर कमेन्ट सेक्सनमा राम लेख्न भने नभुल्नुहोला। हामी यस्तै भिडियो लिएर तपाईँहरूमाझ आउँदै गर्छौँ। तसर्थ हाम्रो च्यानललाई पनि सब्सक्राइब गरेर राख्नुहोला। सधैँ यस्तै माया गरिदिनुहोला। हस्त, नमस्कार।